नमस्कार साथीहरू हजुरहरूलाई यस च्यानलमा स्वागत छ। साथीहरू हजुरहरू पनि टिकटक चलाउनुहुन्छ, भिडियो मात्र हेरेर बसिरहनु भएको छ भने अब आफ्नो भिडियो पनि पोस्ट गर्नुहोस् र आफूले भिडियो बनाएर हाल्नुहोस् अनि पैसा कमाउनुहोस्। त्यसको लागि चाहिँ हामीहरूले टिकटक एकाउन्ट बनाउनु पर्ने हुन्छ। टिकटक एकाउन्ट बनाउनको लागि चाहिँ हामीहरूले गुगल आइडी, जिमेल आइडी, इमेल आइडी जे भने पनि हामीहरूसँग एउटा हुनुपर्छ र त्यो भइसकेपछि हामीहरूले टिकटक एकाउन्ट बनाउन सक्छौँ। अब टिकटक एकाउन्ट चाहिँ कसरी बनाउने भनेर म यस भिडियोमा सम्पूर्ण जानकारी दिनेछु हजुरहरूलाई। हजुरहरूले भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुभयो भने हजुरहरूले पनि टिकटक एकाउन्ट आफै बनाउन सक्नुहुन्छ र भिडियोहरू पोस्ट गरेर पैसा कमाउन सक्नुहुन्छ। भिडियो सुरु गर्नुभन्दा पहिला हजुरहरूसँग एउटा अनुरोध गर्न चाहे, यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई पनि दबाउन नभुल्नुहोला, किनभने मैले यस्तै टेक्निकल सम्बन्धी भिडियोहरू बनाउने छु, हजुरहरूले सबैभन्दा पहिला हेर्न पाउनुहुनेछ। आउनुहोस् अब ढिला नगरी भिडियोतर्फ लागौँ। टिकटक एकाउन्ट बनाउनको लागि सबैभन्दा पहिला त आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा जानुहोस् र सर्च बारमा जानुहोस् अनि यहाँनिर टिकटक लेखेर सर्च गर्नुहोस्। त्यसपछि यसलाई र इन्स्टल भनेर अप्सन देखाउने छ, यसमा ओके गरेर इन्स्टल गर्नुहोस्। यदि टिकटक एप्लिकेसन हजुरहरूले पनि पहिले नै डाउनलोड गर्नुभएको छ, इन्स्टल गर्नुभएको छ र प्ले स्टोरमा गएर यसरी हेर्नुभयो भने अपडेट गर्नुपर्ने अवस्थामा यसरी अपडेट देखाउने छ, हजुरहरूले पनि अपडेटमा ओके गरेर अपडेट गर्नुहोस् र केही समय कुर्नुहोस्। मैले चाहिँ पहिल्यै डाउनलोड गरिसकेको हुनाले यहाँनिर चाहिँ अपडेटको अप्सन देखाएको छ, म यसलाई अपडेट गर्नेछु। यदि अपडेट गर्नुपर्ने छैन भने ओपन अप्सन यसरी देखाउने छ, यसरी डाइरेक्ट ओपन अप्सनमा जानुहोस्। टिकटक एप्लिकेसन ओपन गरिसकेपछि अब हाम्रो सामु चाहिँ यस्तो इन्टरफेस आउनेछ। यहाँनिर चाहिँ हामीहरूले भिडियो चाहिँ हेरिरहन सक्छौँ। यसरी भिडियो एकाउन्ट नभए पनि हामीहरूले भिडियो चाहिँ हेर्न मिल्छ है, जति भने पनि हामीहरूले भिडियो हेरिरहन चाहिँ हामीहरूलाई एकाउन्ट आवश्यकता पर्दैन। साथीहरू बनाउन चाहनुहुन्छ अनि भिडियोहरू बनाउनुहुन्छ र टिकटकमा हालेर पैसा कमाउन चाहनुहुन्छ भने त्यो अवस्थामा चाहिँ हजुरहरूले एकाउन्ट बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाउनको लागि यहाँ प्रोफाइल भन्ने अप्सन तल हेर्नु होला, यसमा जानुपर्ने हुन्छ, यसमा जानुहोस्। त्यसपछि हाम्रो सामु हेर्नु होला यस्तो इन्टरफेस आएको छ। तीनवटा अप्सन देखाएको छ। युज फोन भनेको छ हामीहरूले युज गरिरहेको फोन, इमेल, युजर नेम भनेको छ। अब हामीहरूले पहिले एकाउन्ट बनाएका छौँ भने युजर नेम राखेर हामीहरूले लगइन डाइरेक्ट गर्न सक्छौँ। इमेल एकाउन्ट छ भने हामीहरूले त्यसबाट पनि लगइन गर्न सक्छौँ, यो चाहिँ पहिलो एकाउन्ट बनाइसकेको अवस्थामा। अर्को चाहिँ हामीहरूले दोस्रो अप्सनमा छ कन्टिन्यू विथ फेसबुक भनेको छ, फेसबुकबाट पनि हामीहरूले टिकटक एकाउन्ट बनाउन सक्छौँ। र तेस्रो नम्बरमा रहेको छ कन्टिन्यू विथ गुगल एकाउन्ट भनेको छ। अब मैले यहाँनिर चाहिँ हजुरहरूलाई गुगल एकाउन्टबाट कसरी टिकटक आइडी बनाउने भनेर जानकारी दिन लागिरहेको छु। हजुरहरूसँग यदि गुगल एकाउन्ट छ, जिमेल आइडी छ अथवा इमेल आइडी जे भने पनि त्यो छ भने हजुरहरूले यहाँनिर एकाउन्ट बनाउन सक्नुहुनेछ। यदि हजुरहरूले जिमेल आइडी, गुगल एकाउन्ट अथवा इमेल आइडी जे भने पनि हजुरहरूले बनाउनु भएको छैन भने मेरो युट्युब च्यानलमा हेर्नु होला, भिडियो छ र त्यो भिडियोको लिङ्क यो भिडियोको डिस्क्रिप्सनमा पनि दिनेछु, त्यहाँ गएर पनि हेर्न सक्नुहुनेछ। र पहिला जिमेल एकाउन्ट अथवा गुगल आइडी बनाउनुहोस्। त्यसपछि चाहिँ यदि हजुरहरूले पनि जिमेल आइडी, गुगल एकाउन्ट बनाउनु भएको छैन भनेर त्यो भिडियो हेरिसक्नु भएपछि हजुरहरूले साइन अपमा गएर हजुरहरूले गुगल एकाउन्ट, जिमेल आइडी बनाएर अनि टिकटक एकाउन्ट बनाउन सक्नुहुन्छ। अब यहाँनिर चाहिँ कन्टिन्यू विथ गुगल एकाउन्ट भन्ने अप्सनमा जानुहोस्। अब यहाँनिर हेर्नु होला यस्तो इन्टरफेस आएको छ। यहाँनिर चाहिँ हजुरहरूसँग जुन जिमेल एकाउन्ट छ त्यो यहाँनिर राख्नुहोस्। गुगल एकाउन्ट अथवा जिमेल एकाउन्ट राखिसकेपछि नेक्स्ट अप्सनमा जानुहोस्। अब यहाँनिर हेर्नुहोस् इन्टर योर पासवर्ड भनेको छ। हामीहरूले जुन गुगल अथवा जिमेल एकाउन्ट यहाँनिर राखेका थियौँ त्यसको पासवर्ड राख्नुपर्ने हुन्छ। हजुरहरूले यदि पासवर्ड भुल्नु भएको छ भने फरगेट पासवर्डमा गएर नयाँ पासवर्ड बनाएर फेरि लगइन गर्नुहोला। यहाँनिर म मेरो आइडीको पासवर्ड राख्नेछु। पासवर्ड राखिसकेपछि नेक्स्ट गर्नुहोस्। अब यहाँनिर हेर्नुहोस् यस्तो इन्टरफेस आएको छ। यहाँनिर लेखेको छ किप योर अकाउन्ट अपडेट विथ दिस फोन्स नम्बर भनेको छ। थोरै स्क्रल डाउन गरेर तल जानुहोला। यदि हजुरहरूले अपडेट गर्न चाहनुहुन्न भने स्किप गरिदिनुहोस्, नभएदेखि SIM इन गरिदिनुहोस्। मैले यहाँनिर स्किप गरिदिन चाहेँ। त्यसपछि यहाँनिर हेर्नु होला यस्तो इन्टरफेस आएको छ। आई एग्रीमा ओके गरिदिनुहोस्।
त्यसपछि यस्तो इन्टरफेस आएको छ। यहाँनिर हेर्नुहोस् सेट अप होम एड्रेस भनेको छ। यदि हजुरहरूले होम एड्रेस राख्दिन चाहनुहुन्छ भने यहाँनिर राखिदिनु होला। यदि राख्न चाहनुहुन्न भने स्किप गरिदिनुहोस्। त्यसपछि हेर्नुहोस् यहाँनिर हाम्रो सामु यस्तो इन्टरफेस आएको छ। थोरै स्क्रल डाउन गरेर तल जानुहोस्। अब यहाँनिर विभिन्न कुराहरू लेखेको छ, हजुरहरूले पढ्न सक्नुहुन्छ। यहाँ तल आइसकेपछि सेभ अप्सन देखाएको छ, यसमा जानुहोस्, ओके गर्नुहोस्। अब यहाँनिर हेर्नुहोस् यस्तो इन्टरफेस आएको छ हाम्रो सामु। यहाँनिर लेखेर सोधेको छ व्हेन्स योर बर्थडे भनेको छ। अब यहाँनिर चाहिँ हामीहरूले आफ्नो जन्ममिति राख्नुपर्ने हुन्छ। हजुरहरूले यहाँनिर आफ्नो जन्ममिति राख्नुहोस्। अब यहाँनिर सुरुमा कुन महिनामा जन्मिनु भएको थियो त्यो महिना चुज गर्नुहोस् आफ्नो। त्यसपछि अर्कोमा दिन कुन दिनमा जन्मिनु भएको थियो, कुन तारिकमा जन्मिनु भएको थियो यहाँनिर चुज गर्नुहोस्। त्यसपछि अब साल छ, कुन सालमा हजुरहरूको जन्म भएको हो त्यो जन्म साल यहाँनिर यसरी चुज गरेर राख्नुहोस्। आफ्नो जन्मदिन बर्थ डेट चुज गरिसकेपछि कन्टिन्यू अप्सनमा ओके गर्नुहोस्। अब यहाँनिर हेर्नुहोस् हाम्रो सामु यस्तो इन्टरफेस आएको छ। हजुरहरूले यदि यही गुगल एकाउन्टको नाम यहाँ दिएको छ, यसरी दिएको नाम राख्न चाहनुहुन्छ भने कन्टिन्यू गर्नुहोस्। यदि यो नाम नराखिए अर्कै नाम राख्न चाहनुहुन्छ भने यसलाई कट गर्नुहोस्। त्यसपछि अब के नाम राख्न चाहनुहुन्छ हजुरहरूले त्यो नाम यहाँनिर टाइप गर्नुहोस्। यसरी नाम टाइप गरिसकेपछि कन्टिन्यू अप्सनमा ओके गर्नुहोस्। अब यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ मेरो टिकटक अकाउन्ट बनिसकेको छ। मेरो टिकटक अकाउन्टको इन्टरफेस यस्तो प्रकारको देखाएको छ। टपमा मेरो टिकटक अकाउन्ट नेम देखाएको छ। तलपट्टि गोलोमा मेरो टिकटक अकाउन्टको फर्स्ट लेटर देखाएको छ। यसमा चाहिँ हामीहरूले प्रोफाइल पिक्चर राख्न सक्छौँ अथवा लोगो बनाएर हामीहरूले अकाउन्टमा राख्न सक्छौँ। त्यसपछि तलपट्टि मेरो टिकटक अकाउन्टको युजर नेम देखाएको छ। हामीहरूले कतिजनालाई फलो गरेको छ यो फलोइङ अप्सनमा देखाउँछ र हाम्रो टिकटक अकाउन्टलाई कतिजनाले फलो गरेको छ फलोअर्समा देखाउँछ र हामीहरूले हालेको भिडियोमा कतिजनाले लाइक गरेको छ यो लाइक अप्सनमा देखाउँछ। हामीहरूले भिडियो हालिसकेपछि त्यसपछि तल एडिट प्रोफाइल, शेयर प्रोफाइल अनि अर्कोमा मान्छेको लोगो देखाएको छ। यसमा गएर हामीहरूले साथी बनाउन सक्छौँ। हजुरहरूले यो भिडियो पुरा स्किप नगरी हेर्नुभयो। यदि हजुरहरूले यो भिडियो स्किप नगरी हेर्नुभएको छ भने मलाई पक्का विश्वास छ यसरी हजुरहरूले आफ्नो टिकटक अकाउन्ट बनाउन सक्नुहुन्छ। धन्यवाद हजुरहरूलाई पुरा भिडियो हेरिदिनु भएकोमा। भिडियोलाई एक लाइक गरिदिनु होला र भिडियो कस्तो लाग्यो सल्लाह सुझाव कमेन्टमा दिनुहोला। कुनै जानकारी चाहनुहुन्छ भने कमेन्टमा लेख्नुहोस् र यो भिडियोलाई हजुरहरूको साथीहरूमाझ सेयर पनि गर्नुहोला, उहाँहरूलाई पनि सहयोग मिल्नेछ। जहाँ हुनुहुन्छ सुखी रहनुहोस्, खुसी रहनुहोस्। जय नेपाल। अर्को भिडियोमा भेटौँला।